त्यो कुरा सायद मैले ढिलो बुझेँ कि म जब जब प्रेममा परेँ त्यो सधैँ एकतर्फी नै थियो। सबै कुरा ठिक जस्तै लाग्थ्यो। हामी डेटमा जान्थ्यौँ, सँगै हिँड्थ्यौँ, एउटै छानामुनि बस्ने दिनहरू पनि थिए। भ्यालेन्टाइन डेमा मुस्कानहरू साटिन्थे, फोटोहरू खिचिन्थे, यात्राहरू पनि गरिन्थे। बाहिरबाट हेर्दा सबै कुरा प्रेम जस्तै देखिन्थ्यो, तर भित्रभित्रै केही कुरा कहिल्यै बराबर थिएन। म अलि बढी महसुस गर्थेँ, अलि बढी माया गर्थेँ, अलि बढी उनीभित्र हराउँथे। उनीसँग बिताएका हरेक क्षण मेरो लागि कथा थियो, तर सायद उनीका लागि केवल एउटा अध्याय मात्र। म दिँदै गएँ, मेरो समय, मेरो विश्वास, मेरो मन, सबै। र बदलामा मसँग फर्केर आयो शान्त खालीपन र केही नबोलेका प्रश्नहरू। त्यसपछि एक दिन मैले आफैलाई सोधेँ, किन सधैँ म नै बढी प्रेम गर्छु? सायद समस्या प्रेममा थिएन, सायद समस्या म थिएँ, जो सधैँ आफूलाई अरूको मुटुभन्दा ठूलो बनाइदिन्छु। अनि अहिले म बस्छु आफ्नै कथाको बीचमा, जहाँ म नै पात्र हुँ, म नै कथाकार र अन्त्यमा म नै एक्लो श्रोता।